नमस्कार सबजनालाई। आजको भिडियो चाहिँ ट्रान्सपोर्ट इन्जिनियरिङ फर्स्ट 5th सेमेस्टरको अनि 2081 जेठ असाढमा सोधेको क्वेसन नम्बर 3 को बी सोल्युसन गर्न गइरहेका छौँ आजको भिडियोमा। है त ट्रान्सपोर्टेसन इन्जिनियरिङ हाइवेको चाहिँ यो एसएसटी हैन स्टोपिक साइड डिस्टेन्स निकाल्ने कुरो छ है त। ल क्वेसनबाट सुरु गरौँ। यसमा क्वेसनमा भनिएको छ क्वेसन नम्बर 3 को बी हो है त यो। अनि 2 cars आर अप्रोचिङ इन अपोजिट डिरेक्सन विथ द भेलोसिटी अफ 80 km/h एन्ड 60 km/h। Calculate the minimum side distance required to prevent head collision. Assume reaction time as 2.5 seconds and coefficient of friction as 0.7। 8 मार्क्स क्वेसन हो हैन। सजिलो छ, सक्नुहुन्छ हैन। सजिलो पनि छ, टाइम पनि धेरै लाग्दैन यसमा। तपाईहरु पनि सक्नुहुन्छ र अब यो क्वेसनले के भनेको कुरा छ त्यो बुझौँ है त। अब दुईटा कार छन् हैन, अपोजिट डाइरेक्सनबाट आइरा छन्। फिगरबाटै बुझ्छौँ हामी हैन। एउटा यो रोड छ हैन। अब यो रोडमा चाहिँ दुईवटा कारहरु छन्। एउटा चाहिँ यताबाट यतातिर लेफ्ट साइडबाट राइट साइडतिर आइरा छ अनि एउटा चाहिँ राइट साइडबाट लेफ्ट साइडतिर गइरा छ भन्ने कुरो छ। दुईटा कार छन् हैन। अब यसमा यसलाई कार ए मानौँ, जो कार बी भयो हैन, जसको कार ए को भेलोसिटी चाहिँ 80 km/h छ, कार बी को भेलोसिटी चाहिँ 60 km/h छ। अनि हामीलाई चाहिँ यो बीचको डिस्टेन्स चाहिँ यो नठोक्युन् भन्नका लागि चाहिँ कति डिस्टेन्स आवश्यक पर्छ भन्ने कुरो चाहिँ निकाल भनेको छ यो क्वेसनमा हैन। अब लेखौँ सोलुसन। अब हियर भनौँ हैन, यहाँ के गिभन कुराहरु छ। हियर गिभन दैट के भनौँ भन्दाखेरि भेलोसिटी अफ कार ए, भेलोसिटी अफ कार ए इज इक्वल्स टु कार ए, यसलाई चाहिँ हामी भेलोसिटी अफ ए भनौँ, भी ए भनौँ, जसको भेलोसिटी चाहिँ कति छ 80 km/h। अनि स्पीड भेलोसिटी एउटै हो है। भेलोसिटी अफ कार बी इज इक्वल्स टु 60 km/h। अनि रिएक्सन टाइम TR इज इक्वल्स टु 2.5 सेकेन्ड। अनि त्यसपछि के छ कोएफिसिएन्ट अफ फ्रिक्सन, F स्मल f इज इक्वल्स टु 0.7 छ हैन। ल अब चाहिँ अब कसरी निकाल्ने यो क्वेसनलाई कसरी सोल्भ गर्ने भन्दाखेरि हैन, अब दुईटा कारहरु छन् हैन, दुईटा कारहरु छन्। अब दुईटै नठोक्युन् भन्नका लागि मिनिमम कति डिस्टेन्स चाहिन्छ भन्ने कुरा चाहिँ हाम्रो चाहिँ क्वेसनमा सोधेको छ है त। अब यस्तो हो भनेपछि हामी के गर्छौं त भन्दाखेरि फर्स्टमा यो कारको साइड डिस्टेन्स निकालौं अनि यो कारको साइड डिस्टेन्स निकालौं र जोड्दाखेरि ठ्याक्कै यो यति डिस्टेन्स चाहिने रहेछ भन्ने कुरा चाहिँ हामीलाई चाहिँ के हुने हो थाहा हुने हो है त। त्यही गर्नुपर्ने हो। अब नाउ फोर कार ए को लागि निकालौं हैन। यस टी इज इक्वल्स टु के गरौँ भन्दाखेरि के हुन्छ 0.278 VTR, टीआर भनेको टाइम भेलोसिटी VA भनौँ हैन, VTR प्लस V स्क्वायर डिवाइडेड बाइ 254 F। यो 254 F चाहिँ किन गरेको भन्दाखेरि हामीले हैन यो कुरा म एकछिन भन्छु है त। यो एकछिन भन्दैन पनि यो भनेको चाहिँ हाम्रो यो फ्याक्टर हो हैन। यो मिटरमा चेन्ज गर्ने बेला हैन kmph छ भनेपछि मिटर सेकेन्डमा चेन्ज गर्ने फ्याक्टर हो। अनि यो 254 पनि उस्तो त यहाँनिर चाहिँ v² / 2gf हुन्थ्यो नि त हैन।
अब त्यो भनेको चाहिँ किलोमिटरमै हुन्छ हैन। अब हामीलाई चाहिँ पुरा यो टोटल रियाक्सन टाइम सेकेन्डमा अनि डिस्टेन्स पनि मिटरमै ल्याउनु पर्ने भएकाले अनि सबैले यो केएमपिएचलाई फर्स्टमै चेन्ज गर्दाखेरि त्यो भिटिआर प्लस भी स्क्वायर बाई 2GF गर्नुपर्छ हैन। यदि हामीले योलाई पहिल्यै मिटरमा चेन्ज गरे भए चाहिँ यस डी इज इक्वल्स टु हाम्रो के हुन्थ्यो त भन्दाखेरि भिटिआर प्लस भी स्क्वायर बाई 2GF लाई लगाउँथ्यौँ हामी हैन। यो फर्मुलालाई लगाउँथ्यौँ। अब के गरे हैन, यसलाई के चेन्ज गरेको छैनौँ नि त हामीले, त्यही भएर यसलाई पनि मिटरमा चेन्ज गर्न मिटर पर सेकेन्डमा चेन्ज गर्नलाई 0.278 ले मल्टिप्लाई गरे हो यसलाई। अनि यहाँ 2GF को ठाउँमा 254 लगाओ, त्यो भनेको फ्याक्टर हो हैन, त्यही गरे हो, बस त्यही हो। अब हेरौँ 0.278 VA भनेको कति छ यहाँ 80 किलोमिटर इन्टु 80 टोटल रियाक्सन टाइम इन्टु 2.5 अब प्लस भी स्क्वायर भनेको कति छ VA को स्क्वायर गरौँ, भी स्क्वायर भनेको 80 का स्क्वायर डिवाइडेड बाई 254 एफ भनेको कति छ हाम्रो 0.7। अब यसलाई क्याल्कुलेटरमा हाल्दाखेरि चाहिँ हाम्रो कति आउँछ त भन्दाखेरि क्याल्कुलेटरमा हाल्दाखेरि चाहिँ 0.278 इन्टु अनि भी भनेको 80 इन्टु 2.5 प्लस 80 का स्क्वायर डिवाइडेड बाई 254 इन्टु 0.7 गर्दाखेरि हाम्रो कति आयो त हाम्रो आयो 91.595 मिटर। अब SSD4A आयो, SSD4A आयो हैन। यो SSD4 कार A इज इक्वल्स टु 91.595 मिटर आयो। अब फेरि हेरौँ है त, अब कार B को लागि हेरौँ। कार B को यो यस्तो थियो हैन, लिनु सक्नुहुन्छ तपाईहरु, यसरी निकालेका थियौं हामीले। अब कार B को लागि SSD4 कार B को लागि SSD फर्मुला फेरि त्यही 0.278 VBTR प्लस VB का स्क्वायर डिवाइडेड बाई 254 F अनि 0.278 VB भनेको हाम्रो 60 इन्टु रियाक्सन टाइम 2.5 60 का स्क्वायर डिवाइडेड बाई 280 इन्टु F भनेको 0.7 छ। अब यसलाई क्याल्कुलेटरमा हाल्दाखेरि हाम्रो चाहिँ यहाँनिर 60 का स्क्वायर अनि यहाँनिर 60 है त, यो हाल्दाखेरि हाम्रो 61.947 मिटर आयो। अब SSD4 कार B is equals to 61.947 meter. Now the minimum हामीलाई सोधेको कुरा त के थियो भन्दाखेरि यहाँ क्याल्कुलेट द मिनिमम साइड डिस्टेन्स रिक्वायर्ड टु प्रिभेन्ट हेड कोलिजन हैन। यो यिनीहरू कोलिजन नहुनुका लागि मिनिमम साइड डिस्टेन्स कति हुन्छ भनेर क्याल्कुलेट गर भनेको थियो नि त हैन। साइड डिस्टेन्स इज इक्वल्स टु SSD अफ कार A प्लस SSD अफ कार B भन्नुको मतलब यसलाई यसरी लेखौँ SSD अफ कार A प्लस SSD अफ कार B।
स्टपिङ साइड डिस्टेन्स अफ कार ए प्लस स्टपिङ साइड डिस्टेन्स अफ कार बी। अब भनेको मतलब स्टपिङ साइड डिस्टेन्स अफ कार ए भनेको हाम्रो कति छ 91,595 91,595 प्लस 61,947 है त। अब यो दुईलाई जोड्दाखेरि मिटरमा आउने नि त। अब प्लस 91.595 गर्दाखेरि हाम्रो 153.542 मिटर आयो। हेन्स द मिनिमम साइड डिस्टेंस to prevent head collision between car A and car B is कति त भन्ने 153.52 लगभग यसलाई सिमिलर टु 154 मिटर आन्सर है त। यसरी चाहिँ हामी यो क्वेसनलाई सोल्भ गर्नेछौँ। यो देख्न सक्नुहुन्छ है, यसरी हामीले चाहिँ फर्स्टमा यहाँ ट्याग क्वेसनलाई यहाँ बुझ्यौँ हामीले, अनि त्यसपछि सोलुसनमा कार ए कार बी यताउति भनेर मान्यौँ, अनि त्यसपछि कार ए को लागि एसएसडी निकाल्यौँ, अनि त्यसपछि कार बी को एसएसडी निकाल्यौँ, अनि त्यसपछि चाहिँ मिनिमम साइड डिस्टेन्स निकाल्यौँ है त। यसरी चाहिँ यो क्वेसन हामी सल्भ गर्छौँ। धन्यवाद। अनि साथीहरुमा शेयर गर्नु होला यो भिडियो चाहिँ हैन।